यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दामाथि मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति हुन सक्ने जति जोड बल लगाएको छ। तिमीहरूको 2/3 को सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिल्यै केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। चाहे माथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु, तर यो लुटतन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन। म टुलु तिनकुनेको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्, त्यसको सत्य तथ्य छानबिन होस्। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्। त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। म के भन्नु, संयोगले 2 पटक गृहमन्त्री भएको मान्छे हुँ, तर मलाई दुःख लाग्छ 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छ। 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाईँ हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्। गणतन्त्रवादीको कित्तामा छैनौ कि भनेर लुटतन्त्रलाई प्रश्रय दिनका लागि गणतन्त्रवादी होइनौ कि लोकतन्त्रवादी होइनौ कि भनेर हिलो छ्याप्ने जुन प्रयास गरिरहनु भएको छ, म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु। जहाँ तपाईँ उभिरहनु भएको छ त्यो गणतन्त्र होइन। तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको छ, लोकतन्त्रको खोल ओढ्नु भएको थियो। रासोपा खोल ओढ्दैन। रासोपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ, तर तपाईको करतुत लुकाउनका लागि तपाईको कित्तामा उभिएर फोटो खिचाउने रहर रासोपालाई छैन। जनताको पक्षमा रासोपा छ, परिवर्तनको पक्षमा रासोपा छ। आफ्नो वर्षौंको लुटलाई अनुमोदन गर्ने जुन दुष्प्रयास नेतातन्त्रले गरिरहेको छ, लुटतन्त्रले गरिरहेको छ, त्यसका विरुद्ध त ज्यान गए पनि हामी पछि हट्नेवाला छैनौँ, निरन्तर लागिरहनेछौँ। मलाई कुनै पदलोलुपता छ सरकार छैन।